यस म्याम रेडी भनेको किन यो यस्तो बनाउनु भएको यो चाहिँ सस्तो रहेछ अनि यसलाई एकदम कमर्सियल हिसाबले 600 रुपैयाँ केजी अरे 800 रुपैयाँ होलसेलमा छ 700 यहाँ 800 कति सस्तो रहेछ त पो एउटा माथि माथि त कति सस्तो सस्तोमा पाएको थियो पहिले शर्मिलान्डीको उसमा त नि अनि तिमीलाई 20 रुपैयाँ मैले चाहिँ 20 रुपैयाँ 500 रुपैयाँ फुल त नमो मात्रै गर्ने बेला पनि गएछ अनि के भन्छ काममा ठिकै के भन्छ यो म हेर्छु के पाते मिलाएर देख्दैन ल यो बोट कुनै लाग्छ मैले मामा र तपाईँले मामा र तैँले लान्छस् यहाँ बोट आएर लु सम्झना होइन मैले बाँडेको त्यसले त पैसा हारेन त सम्झनजी दल गुलमिसी आन त्यो म त भयो नल गुलु बकिति त भयो 7-8 आना हो राम्रो खाए नि हो एकले खायो बस तपाईँमा खायो सँगको बोटमा हाल्दैछु ल खाइयो खाइयो नरम रहेछ रोटी रोटी कस्तो नरम रहेछ क्या ए गरम तिउन खाऊ न हौ एकछिन राखेर गर्नु त भयो कसरी 3टा पुतली यार सबैले हेरिसक्यो मैले मात्रै बाँकी छ कति चाहिँ तिर्नु हौ म त डर लागिसक्यो मेरो त तल लक्ष्मी पूजाको त्यो फुल बनाउन जानु पर्ने थियो लक्ष्मी पूजाको त्यो सजाउन जानु पर्ने थियो कति छ छैन 15 खोइ थोरै छैन नि हातमा पनि थोरै छैन जिरोको माल होला मरिगयो यहाँ त धर्मसँग पर्यो है 35 15 50 मार्केटमा देखियो एकजनाको कस्तो मिलेको 55 अन र तिम्रो कति पर्यो 20 58 र 20 78 तेरो कति हो 5 विक्रमको 2 85 88 मेरो 85 मात्रै गर्नुहुन्छ 75 पो तिर्नु पर्यो त अनि 2 पंचे 10 800 100 के पो भयो कसरी भएन कतिको माल अरे 88 85 को ए 85 1 2 3 4 5 6 7 8 9 10 सबै उतै दिनै पर्छ कसको बाँड्ने हो अङ्कलको कटफोट गर्नु साह्रो यता मात्र माल भयो हैन कटफोट लास्ट एक खेप हुन्छ म त निस्किने हो किन अनि म त 4.5 हो नि एकदम रक्सी त प्रथम त भन्नु हैन म त रक्सी खानु खाऊ 750 हेरेर नि 750 तिर्यो अब यहाँ अङ्कललाई दिनुपर्ने मेरो चाहिँ हिसाब गर्नु कतिको खोलिदिउँ कि हालौँ पर्छ हालिदिए एकचोटि
खोल दे ल खोल चौका जुट घरी घरी थाप्छ समटाइम्स इट्स ह्यापेन्स अब पैसा बटाउनु पर्यो नि यहाँ पहिले त कसको खोला हुने मेरो हो मामाको मेरो बोट मेरै हो के हैन यता कता पोएछ हैन बिलियन उले खाएको नि त ए म कस्तो म त ट्रनलाई सम्झिरहेको छु मेरो बिलियन गयो मेरो पनि आयो Who is the game changer of this? पन्जा बढी हो यहाँ हेरौँ त पन्जा बढी मेरो नि आयो आयो यत्रो खेल्दा सिटसम्म छैन 500 10 को मात्रै छ त पैसा त नि टिमले धेरै जितिस गर्नु त आयो मेरो आयो त्यहाँको 500 पुगेर आयो एकचोटि आयो नि सिन कि ब्लाइन्ड हो बेलाइन हो ल ल छक्का आयो 8 जोड आएकै हो ल एक राउन्ड छ है 50 रुपियाँ पुगेको थिएन जस्तो लागेको थियो अहिले अह उता 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 के कार्यक्रम भइरहेछ मेरो त फेरि अल्ट्रा वाइड हो कि घन्टी बनाउनु क्या आउँदैन कि त बताउनु मिल्दैन कि त कसो कसो गरेर छ घन्टी आफै पो हुन्छ त बत्दै बत्दैन कि दिनभरि अघि बिर्सेर तास खेलेको 1 घन्टा रेकर्ड गरेछ क्या हामीलाई पनि यति दिन म खुट्टै ढोक्छु है भाइ गल्ल बनाउनु भयो भाइलाई मित्र यता दण्ड गर्दै नकिचेर न कि मलाई पनि ए लु हो खोइ म त खुट्टा ढोक्छु है दण्ड लु महाराज लु खोइ खुट्टा ढोक्नु मलाई कार्यक्रम लु दानी ढोक्ने हौ खोइ खुट्टा ढोक्नुपर्छ ल आमा नाकेला दिने दसिन आइमा हामी भात खाऊ हुन्छ तिमीले गर्दै भएन मैले पनि गर्नुपर्छ मैले पनि गर्नुपर्छ जय श्री कृष्ण नमः अब तपाईले गर्नु के गर्नु बजाउनु
को 10 जना के संकट छन् मेरो करे ओम जय लक्ष्मी माता। कसरी घन्टी बजाउँदाखेरि त्यसरी बजाउने होइन क्या बुढा घन्टी बजाउँदाखेरि यसो गर्नुपर्छ हेर्नु है देब्रे हातले बजाउँछ घन्टी भित्र गयो भित्र यसमा पैसा हाल्नुपर्छ न तर अड्किँदैन कि त्यही भएर यो सुल्केर जान्छ कि मासु बिना रुच्दैन होइन यसलाई मान्नै पर्छ आजको कटिङमा चाहिँ नि हातैसँग राखेर बस्ने भला यो ठुलो चाहिँ पर्छ कहाँबाट सेलको बस्न हर खाना मलाई लाग्यो र सेलको बस्न हर खाना मलाई लाग्यो र आहै भन मेरा भाइ हो आहै राम्ररी भन आहै स्वर मिलाइकन आहै दोषीरे भन आहै औँसीको रातमा आहै जुन छैन साथमा आहै रातो माटो आहै चिप्लो बाटो आहै आएका हामी आहै देउसिरे खेल्न आहै केराको थम्बा आहै साथीभाइ जम्मा आहै हामी त्यसै आहै आएका हैनौ आहै बलि राजाले आहै पठाएको